पितृलाई पिण्ड दिने कुरा भनौँ, अब हरेक पितृलाई स्वर्गीय भनेर भनिन्छ। समवेदनामा हेर्नुभयो भने स्वर्गीय स्वर्गीय लेखा हुन्छ, कहीँ नर्गीय लेखा देखिँदैन होइन। सब स्वर्ग गएका छन् भने स्वर्गको बारेमा फेरि पुराणमा यस्तो बयान गरेको छ कि त्यो 5 स्टार भनौँ न, अहिले हाम्रो हिसाबले 5 स्टार होटल जस्तै छ त्यो है। त्यहाँ अझ प्लस 5 स्टारमा महिलाहरू नपाइएला नि होइन, तर त्यहाँ त्यो पनि के त्यहाँ अप्सरा उर्वशी होइन के छ्यासी छन् त्यहाँ वर्णन गरिएको। त्यस्तो मोज मजामा बसेको पितृलाई वर्षमा एउटा डल्लो, त्यो पनि पाक्या आदि नपाक्या होइन, त्यस्तो खालको एउटा डल्लो दिएर उसले पाउँछ र खुसी हुन्छ, हामीलाई आशीर्वाद दिन्छ भनेर विश्वास छ है। हेर्नुहोस् है, अब त्यो 5 स्टारमा खाइरहेको मान्छेलाई तपाईँले सामान्य रेस्टुरेन्टमा ल्याउनु हो भने उसले तपाईँलाई आशीर्वाद दिन्छ कि शराब दिन्छ है। त्यस्तो इच्छा बस्यो मान्छे, त्यसले गर्दाखेरि म चाहिँ आफू पनि श्राद्ध गर्दिनँ है। कुनै पितृहरूको कुनै श्राद्ध मेरोबाट हुँदैन है, किनभने मलाई विश्वासै छैन है त्यो छ भन्ने। अहिलेसम्म कुन देशान्तरमा, कुन अक्षांशमा, कुन नक्सामा, कहाँ होइन कहाँ 4 प्रकाश वर्ष टाढाका चिजहरू पत्ता लगाइसके। प्रकाशलाई हिँड्नलाई 1 सेकेन्डमा 3 लाख किलोमिटर हिँड्ने प्रकाशलाई 4 वर्ष लाग्ने है। त्यस्ता टाढाका ठाउँहरूको बारेमा पत्तो भइसक्यो। त्यो स्वर्ग अहिलेसम्म फेला परेको भयो पो फेला परोस् होइन। त्यस कारणले यो स्वर्ग त्यसप्रति आस्था होइन जुन छ त्यो एउटा लयमा परम्परामा बनेको कुरा हो। बरु महिलालाई हेर्नु न, सप्ताह यज्ञ महायज्ञ लगाउँछन्, अनि त्यहाँबाट हेर्नुहोस् जिन्दगी के छ र एकछिनपछि घाटमा जानुपर्छ होइन, खुला मनले दान गर्नुहोस् भन्छ। उसलाई चाहिँ अहिले नै नगद स्वर्ग बटुल्छ, नगद स्वर्ग पैसा बटुलेर मोज मजा, अरूलाई उधारो स्वर्ग कहिले जाइन्छ त भन्दा बरेपछि कोही फेरि मान्दैन, जाउँ न स्वर्ग भन्दाखेरि कोही पनि जान बाध्दैन है। त्यो एउटा मान्छेले ढुङ्गोलाई मूर्तिको रूप दिन्छ, त्यहाँ आर्ट छ, उसको लेबर छ, श्रम पर्या छ, कला हो, त्यो धेरै महत्त्वपूर्ण छ। तर त्योसँग आशीर्वाद माग्नु चाहिँ मूर्खता हो, किनभने त्यो ढुङ्गोले केही थाहा पाउँदैन क्या। हामीले ढोग्यौँ भन्ने पनि थाहा हुँदैन होइन, गाली गऱ्यौँ भन्ने पनि थाहा हुँदैन, ढुङ्गालाई के थाहा होइन। अब त्योसँग हात जोडेर केही मागिरहेछौँ हामी भने त्यो अन्धविश्वास हो है। किन अब विद्यार्थीलाई विज्ञानको विषय पढाउँछौँ, यो कागज निर्जीव हो भनेर पढाउँछौँ, धातु निर्जीव हो भनेर पढाउँछौँ होइन, काठ निर्जीव हो भनेर पढाउँछौँ, यसले हाम्रो कुरा सुन्दैन बुझ्दैन भनेर पढाउँछौँ। अनि सरस्वती पूजा आए बेलामा एउटा टाँसेर फोटो टाँसेर विद्यार्थीलाई लाइन लगाएर अझ सके विज्ञान शिक्षकले नै होइन, किनभने उसको अलि आदेश चल्छ नि, हुकुम होइन चल्ने भएकोलाई ल ए भाइ बहिनीहरू लाइन लाग्नुहोस् भनेर लाइन लगाएर ल मातासँग विद्या हेर्नुहोस् त, पढाइ कहाँ होइन, बुझाइ कहाँ, व्यवहार कहाँ हो कि भन्नुहोस्। विज्ञान विषय किन समाजको लागि महत्त्वपूर्ण छ भने यसले मानिसमा मस्तिष्कमा रहेका अन्धविश्वासहरूलाई विस्थापित गर्छ र त्यहाँ वैज्ञानिक चेतना स्थापित गर्छ। त्यसो हुनाले विज्ञान एकदमै जरुरी छ। तर अब कतिपय गीतकारहरूले अब बुझिसके, कति ढुङ्गा ढोगेँ मैले भनेर मान्छेहरूले अलि गीतमै त्यो भन्न थाले, ढुङ्गामा देउता छैन भन्ने कुरो चाहिँ उनीहरूले बुझ्न थाले। देउता विज्ञान विषय किन समाजको लागि महत्त्वपूर्ण छ भने यसले मानिससँग मस्तिष्कमा रहेका अन्धविश्वासहरूलाई विस्थापित गर्छ र त्यहाँ वैज्ञानिक चेतना स्थापित गर्छ। त्यसो हुनाले विज्ञान एकदमै जरुरी छ। तर हाम्रो विज्ञान पढाइ कस्तो खालको छ भन्दाखेरि अङ्कमुखी छ। कसरी घोकेर हुन्छ अङ्क धेरै ल्याउनु भन्ने मात्रै कुरो छ। चेतनामा परिवर्तन आएको हुँदैन। एउटा मान्छेले हात धोएर खानुपर्छ भनेर धेरैचोटि सुन्या हुन्छ, सिक्या हुन्छ, अरूलाई पनि भन्या हुन्छ, तर खानेकुरो आएपछि ऊ हात धुँदैन है। त्यसैले उसले बुझ्यो होइन, कण्ठ गर्यो, उसको व्यवहारमा परिवर्तन नआउन्जेली त्यो शिक्षा होइन है। शिक्षाले मान्छेमा परिवर्तन ल्याउनु पर्छ। शिक्षाका 3टा महत्त्वपूर्ण काम हुन्छन् भनेर भनिएको छ। एउटा चाहिँ इन्फर्मेसन, सुसूचित गर्ने, यो चिज खराब, यो चिज असल, यसबाट यो फाइदा, यसबाट यो नोक्सान भन्ने किसिमको कुरो सूचना दिनु शिक्षाको काम, चाहे त्यो औपचारिक होस् अनौपचारिक होस्। दोस्रो काम चाहिँ
त्यो इन्फर्मेसनले मान्छेमा रिफर्मेसन ल्याउनु, सुधार है। मानव एकजना मान्छे एकदमै सिगरेटको अम्बाली छ र उसले सिगरेट इज इन्जरियस टु योर हेल्थ भन्ने सुन्यो, थाहा पायो, लेख्या देख्यो, बोर्डमा कतै क्यान्सर भएको चित्र देख्यो भने ऊ सतर्क हुन्छ, ओहो यस्तो चिज पो म प्रयोग गर्दैछु है, डेन्जर चिज म प्रयोग गर्दैछु, अब मैले अलिकति घटाउनै पर्छ, यो सके छोड्नु पर्छ भन्ने विचारबाट उसले केही खिल्लीहरू घटायो भने उसमा उसले देख्छ केही आर्थिक फाइदा भएको त्यहाँबाट, अनि प्रदूषण नभइरहेको, अरू मान्छेलाई डिस्टर्ब नभइरहेको होइन, मुख नगनाएको, ओठमा क्वालिटी नपरेको आदि कुराहरू बिस्तारै घट्दै गएको देखेपछि, खोकी पनि कम लागेको देखेपछि ओहो यो त यति छोड्दाखेरि त यस्तो फाइदा हुँदो रहेछ भने पुरै छोड्यो भने त भन्ने उसको मनमा आउँछ र त्यति सुधार, त्यो सुधार भयो, उसले घटाएको सुधार भयो। इन्फर्मेसनले के गर्यो, रिफर्मेसन ल्यायो। अनि रिफर्मेसनले के गर्छ त भन्दाखेरि चेन्ज ल्याउँछ, जुन शिक्षाको उद्देश्य हो, चेन्ज, परिवर्तन है। हाम्रो समाजमा त्यो परिवर्तन आइरहेको छैन। हाम्रो समाज एकदम सुस्त ढङ्गले अगाडि बढ्दैछ, केही न केही त परिवर्तन भएको छ होइन। जातिपाती छुवाछुतका कुरामा केही चेन्ज आएको छ, तैपनि बोक्सीहरू हाम्रो समाजमा जीवितै छन् होइन, देउताहरू जीवितै छन् होइन, अनि भूत प्रेतहरू पनि बाँकी नै छन्। यो सब अन्धविश्वास है, यो सब अन्धविश्वास हो। अब ढुङ्गो, एउटा मान्छेले ढुङ्गोलाई मूर्तिको रूप दिन्छ, त्यहाँ आर्ट छ, उसको लेबर छ, श्रम पर्या छ, कला हो, त्यो धेरै महत्त्वपूर्ण छ। तर त्योसँग आशीर्वाद माग्नु चाहिँ मूर्खता हो, किनभने त्यो ढुङ्गोले केही थाहा पाउँदैन क्या। हामीले ढोग्यौँ भन्ने पनि थाहा हुँदैन होइन, गाली गऱ्यौँ भन्ने पनि थाहा हुँदैन, ढुङ्गालाई के थाहा होइन। अब त्योसँग हात जोडेर केही मागिरहेछौँ हामी भने त्यो अन्धविश्वास हो है। किन भन्दाखेरि पहिले पहिले मान्छेहरूले यस्तै गर्दै आए भनेर लहै होइन। तर जो मान्छे देउतामाथि विश्वास छ भन्छ, मैले उसको व्यवहार हेर्दाखेरि त्यसलाई पनि विश्वास छैन भन्ने मलाई लाग्छ। किन भन्नु होला भने पैसा चढाउनु पर्यो भनेदेखि 5 रुपियाँ कहाँ छ भनेर खोजेर हेर्छ, आफ्नो हजारका नोट थुप्रो राखेर देउता छ भन्ने मागे त ओहो देउतालाई यो थाहा भइहाल्छ, रिसाउँछ, मलाई शराब दिन्छ भन्ने ठान्थ्यो नि उसले होइन। त्यो उसलाई थाहा छ त्यो देउता सोता छैन होइन। अब गाउँलेले गरे, ओल्लो घरले गरे, पल्लो घरले गरे, बफरी किन नगर्ने भनेर गर्छ। केरा चढाउनु पर्यो भने सबभन्दा सानो केरा है, अलिक ठुलो केरा दिन लाग्यो भने होइन होइन देउतालाई चढाउनु भन्छ क्या उसले। त्यसैले यस्तो ढङ्गले पनि देउता चलिरहेछ हाम्रो समाजमा होइन। त्यसलाई बुझेर के हो त भन्दाखेरि हिजो एउटा ढुङ्गे युग थियो, ढुङ्गाले धेरै योगदान गरेको थियो मान्छेलाई, बाघ भालुबाट बचाएको थियो, किनभने त्यो बेला हतियार बनाएको थिएन होइन। आगो पार्नलाई त्यसैले मद्दत गरेको थियो, ढुङ्गो जुदाएर होइन। अनि हुरी आदि बतासहरू आउँदाखेरि ओडारभित्र गएर ढुङ्गाले नै उनीहरूलाई रक्षा गरेको थियो होइन। आफूले खानुपर्ने कुरा शिकार मार्नलाई ढुङ्गाले नै मद्दत गरेको थियो, अनि टुक्रियाउन पनि ढुङ्गाले नै मद्दत गरेको थियो, सारा ओखरहरू सुपारीहरूलाई फुटाएर खान पनि त्यही ढुङ्गाले मद्दत गरेको थियो। ओहो यो ढुङ्गो त, हामी ढुङ्गो छैन त जीवन छैन जस्तो भएको थियो क्या है, ढुङ्गो छैन जीवन छैन जस्तो भएको थियो। अनि त्यसैले ढुङ्गाको एकदम महिमा बढ्यो। अनि कहिलेकाहीँ ल्यान्डस्लाइड भयो, पहिरो गयो, अनि तल बसेका मान्छेहरू किचिए। ओहो ल, पहिले त हामीलाई यसले धेरै मद्दत गर्थ्यो, धेरै माया गर्थ्यो, अहिले रिसाएछ, के भयो यो ढुङ्गो हामीले चाहिँ के गर्यौँ, हाम्रो के गल्ती भयो भनेर उनीहरू त्यहाँ गए। त्यो मान्छे पुरिएको ठाउँमा हेर्न भनेर। ढुङ्गा त सबै एकै किसिमका हुँदैनन्, कोही अलिक युनिक खालका थिए, अलिक काङ्गा गुङ्लुङ परेका चुच्चा बुच्चा खालका थिए। यही होला यसको नेता, यो किच्ने हामीलाई है भनेर यसलाई चाहिँ खुसी पार्नु पर्यो भनेर त्यसलाई बोकेर हिँडे होइन। अनि जहाँ गए घर थिएन, खेतीपाती केही थिएन, अनि त्यहाँ जहाँ गए त्यहाँ तिनीहरूले शिकार गरेर राम्रो मासु चाहिँ एक टुक्रा, ल तिमीलाई है यो है, तिमीलाई पहिले हामीले दिएनौ, त्यसैले तिमीले यसरी खिचिदियो हामीलाई है, आइन्दा यस्तो नगर, हामी जे राम्रो पाउँछौँ त्यो तिमीलाई ल्याएर दिन्छौँ भनेर चाहिँ गर्न थाले होइन। राम्रो मासु, राम्रो फुल जे छ त्यो पहिले उसलाई दिने, अनिखेरि मात्रै आफू खाने गर्न थाले। त्यो कुरो आउने जेनेरेसनले हेर्दै गयो, जिजु बाजुले गरिया भन्दै गर्दै ढुङ्गो देउता बन्न पुग्यो र आजसम्म पनि ढुङ्गा पुजिँदैछन् होइन। तर अब कतिपय गीतकारहरूले अब बुझिसके, कति ढुङ्गा ढोगे मैले भनेर मान्छेहरूले अलिक गीतमै त्यो भन्न थाले, ढुङ्गामा देउता छैन भन्ने कुरो चाहिँ उनीहरूले बुझ्न थाले। देउताले मान्छेलाई कर्तव्यमा लैजानु पर्ने हो, कर्तव्यमुखी बनाउनु पर्ने,
त्यो चाहिँ चेतनाले बनाएको कर्तव्य चाहिँ दिगो हुन्छ। कहीँ कहीँ मान्छेले जतासुकै पिसाब फेर्दै भनेर त्यहाँ देउताको तस्बिर टाँसिया देखिन्छ क्या होइन। अनि अरू बेला त ऊ फेर्दैन, तर चाप्यो भने त्यही फेरिदिन्छ क्या देउता र सेउता होइन। किनभने त्यो अरूले नदेखे पुग्यो उसलाई क्या है, किनभने उसलाई पनि थाहा छैन, त्यो थाहा छ कि त्यो देउता होइन केही छैन त्यहाँ, त्यो चित्र हो एउटा भनेर। अनि हामी अब विद्यार्थीलाई विज्ञानको विषय पढाउँछौँ, यो कागज निर्जीव हो भनेर पढाउँछौँ, धातु निर्जीव हो भनेर पढाउँछौँ होइन, काठ निर्जीव हो भनेर पढाउँछौँ, यसले हाम्रो कुरा सुन्दैन बुझ्दैन भनेर पढाउँछौँ। अनि सरस्वती पूजा आए बेलामा एउटा टाँसेर फोटो टाँसेर विद्यार्थीलाई लाइन लगाएर अझ सके विज्ञान शिक्षकले नै होइन, किनभने उसको अलि आदेश चल्छ नि हुकुम होइन, चल्ने भएकोलाई ल ए भाइ बहिनीहरू लाइन लाग्नुहोस् भनेर लाइन लगाएर ल मातासँग विद्या हेर्नुहोस् त, पढाइ कहाँ होइन, बुझाइ कहाँ, व्यवहार कहाँ होइन भन्नु न है। त्यस्तो खालको हाम्रो अचेतनता छ क्या, त्यो अचेतनता हो। जतिकै मास्टर गरे पनि एमफिल डक्टरेट गरे पनि त्यो अचेतनता रहिरहन्छ। किनभने सानैदेखि काखमा लिएर यहाँ काखीमा च्यापेर बाबु देउतालाई जिउ गर ढोग है, यसले तिमीलाई राम्रो गरिदिन्छ, यस्तो उस्तो पढ्न आओस् भनेर भनिरहेको छ सानैदेखि। रगतमै त्यो मिसियो क्या है, रगतमै मिसिएको कारणले ऊ अब त्यहाँबाट थाहा पाएर पनि हट्न सकिरहेको छैन है। अब पितृलाई पिण्ड दिने कुरा भनौँ, अब हरेक पितृलाई स्वर्गीय भनेर भनिन्छ। ए समवेदनामा हेर्नु भने स्वर्गीय स्वर्गीय लेखा हुन्छ, कहीँ नरकीय लेखा देखिँदैन होइन। सब स्वर्ग गएका छन् भने स्वर्गको बारेमा फेरि पुराणमा यस्तो बयान गरेको छ कि त्यो 5 स्टार भनौँ न, अहिले हाम्रो हिसाबले 5 स्टार होटल जस्तै छ त्यो है। त्यहाँ अझ प्लस 5 स्टारमा महिलाहरू नपाइएलान् होइन, तर त्यहाँ त्यो पनि के त्यहाँ अप्सरा उर्वशी होइन के छ्यास्ती छन् त्यहाँ वर्णन गरिएको। त्यस्तो मोज मजामा बसेको पितृलाई वर्षमा एउटा डल्लो, त्यो पनि पाक्या आदि नपाक्या होइन, त्यस्तो खालको एउटा डल्लो दिएर उसले पाउँछ र खुसी हुन्छ, हामीलाई आशीर्वाद दिन्छ भनेर विश्वास छ है। हेर्नुहोस् है, अब त्यो 5 स्टारमा खाइरहेको मान्छेलाई तपाईँले सामान्य रेस्टुरेन्टमा ल्याउनु भयो भने उसले तपाईँलाई आशीर्वाद दिन्छ कि शराब दिन्छ भन्नु है। त्यस्तो इच्छा बस्यो मान्छे, त्यसले गर्दाखेरि म चाहिँ आफू पनि श्राद्ध गर्दिनँ है। कुनै पितृहरूको कुनै श्राद्ध मेरोबाट हुँदैन है, किनभने मलाई विश्वासै छैन है त्यो छ भन्ने। अहिलेसम्म कुन देशान्तरमा कुन अक्षांशमा कुन नक्सामा कहाँ होइन कहाँ 4 प्रकाश वर्ष टाढाका चिजहरू पत्ता लगाइसके। प्रकाशलाई हिँड्नलाई 1 सेकेन्डमा 3 लाख किलोमिटर हिँड्ने प्रकाशलाई 4 वर्ष लाग्ने है, त्यस्ता टाढाका ठाउँहरूको बारेमा पत्तो भइसक्यो। त्यो स्वर्ग अहिलेसम्म फेला परेको छैन, भए पो फेला परोस् होइन। त्यस कारणले यो स्वर्ग त्यसप्रति आस्था होइन जुन छ त्यो एउटा लयमा परम्परामा बनेको कुरा हो। बरु मैले अब आफ्नो जिन्स ल्याएका छौँ, वंशाणु ल्याएका छन् आफ्नो बाबुआमाबाट हामीले होइन, हाम्रो बाको आमाको पुनर्जन्म हो नि म होइन। मेरा सन्तान भनेका मेरा पुनर्जन्म हुन् नि, मेरो पूर्वजन्म भनेको मेरो बा आमा है, म बा आमाको पुनर्जन्म होइन। मेरा सन्तान किनभने आकृति मिल्छ, नाक मिल्छ, चिउँडो मिल्छ, गाला मिल्छ होइन, किनभने त्यो जिन्स त्यो वंशाणु हामीले लिएर आएछौँ नि, त्यस बाहेकको पूर्वजन्म पुनर्जन्म छैन है। त्यस कारणले त्यो पितृले यसो गर्लान् उसो गर्लान् भन्ने किसिमबाट जुन व्याख्या भएको छ त्यो अलिकति समाजका अलि अगाडि बढेका मान्छेहरूको चतुर्याई केही प्राप्त गर्नलाई। हेर्नु न, सप्ताह यज्ञ महायज्ञ लगाउँछन्, अनिखेरि त्यहाँबाट हेर्नुहोस् जिन्दगी के छ र एकछिनपछि घाटमा जानुपर्छ होइन, त्यो खुला मनले दान गर्नुहोस् भन्छ। उसलाई चाहिँ ऊ अहिले नै नगद स्वर्ग बटुल्छ, नगद स्वर्ग पैसा बटुलेर मोज मजा, अरूलाई उधारो स्वर्ग कहिले जाइन्छ त भन्दा बढेपछि। कोही फेरि मान्दैन, जाउँ न स्वर्ग भन्दाखेरि कोही पनि जान मान्दैन है। त्यो अकबरको बर्थडेको दिन तिमी मलाई के शुभाशिष दिन्छौ त भनेर बिरबललाई सोधे अरे, तपाईँको स्वर्गवास होस् भनेछ। नराम्रो कुरो त भने होइन, स्वर्गवास होस् भनेर होइन, तर त्यो रिसाएछ अरे क्या। त्यसले मान्छे स्वर्ग जान मन पराउँदैन क्या, भन्न चाहिँ स्वर्गीय होस् भन्छन् होइन, तर मन पराउँदैन किनभने त्यो तथ्य होइन। विज्ञान चाहिँ तथ्यको पक्षमा छ, तथ्यको पक्षमा। एउटा प्रयोग हेर्नुहोस् यहाँ